मित्र आज चाहिँ जङ्गल हिँड्दा हिँड्दै धेरैचोटि आइसक्यो म चाहिँ अब दुईजना मान्छेहरू चाहिँ फर्स्ट टाइम भएर यो सिउँडी यो चाहिँ जङ्गलको अलिकति यहाँ हाइटै छ त्यसमा चाहिँ यहाँ पब्लिकहरूको लागि चाहिँ यो एक्सर्साइज अथवा सस होस् भन्ने हिसाबले चाहिँ यो सिउँडी बनाइदिएको हुनुपर्छ हुनुपर्छ भने हो त्यो सिधा हिसाबले बुझ्न सकिन्छ यसमा 30 सम्म छ यहाँ ल अलिकति जाडो मौसम पनि तातो गर्मी भइरहेको छ अब यतिको चढ्दाखेरि एक्सर्साइज चाहिँ डह्रो हुने भयो अब केटाहरू अगाडिको म चाहिँ पछाडि यस्तो छ है अब सेल्फी क्यामेरा यस्तो छ त्यो फोनदेखि खिचेको भिडियो यो माथि ड्रोनदेखि खिच्न पायो भने यसलाई अझै अझै सुन्दर तरिकाले लिन सकिन्छ तल्लो सगरबेक अनि गाउँ साइडको यो ल गाई छ आजको हाम्रो ट्राभलिङ चाहिँ यता जङ्गल साइड पोखरी साइड भनेको पोखरी साइड क्यान्सल भएको क्या कारणले जङ्गल साइडतिर चाहिँ हामी चल्दैछौँ यो चाहिँ जङ्गल आर्टको क्षेत्रमा चाहिँ छु अहिले यहाँ विगत 1 वर्षदेखि चाहिँ यो कम्पनीमा काम गर्दै आएको छु हाम्रो कम्पनी चाहिँ यता छ मेरो कम्पनी यहाँ नेपाली 40-45 जना छौँ दाजुभाइहरूसँग नेपाली दाजुभाइहरूसँग अनि बस्ने ठाउँ चाहिँ यस्तो किचुक्सहरू हो अनि यो कोरियाको कम्पनी चाहिँ जङ्गलको आडतिर मात्रै हुन्छ है जङ्गलको वरिपरि यो पुरै जङ्गलको आडमा मात्रै हुन्छ किनभने अरू ठाउँ त खेतीयोग्य जमिनमा चाहिँ खेती गर्छ किसान गर्छ है एग्रिकल्चर लाइन छुट्टै हुन्छ अनि यस कम्पनी